जोजोलपा नेपाल भाषा लर्निङ। आज हामीले गर्लफ्रेन्डले यो विवाह गर भनेर घुर्की दिएर भन्ने जुन सेन्टेन्सहरू छ त्यो सेन्टेन्सहरू लिएर आएका छौँ। त सुरु गरौँ। नम्बर 1, कति कुम्ने बिहे नगर्ने? गुली चा हिलिउ इपा याउ मखुला गुली चा हिलिउ इपा याउ मखुला। गुली अर्थात् कति, चा हिलिउ अर्थात् घुम्ने, इपा बिहे, याउ मखुला गर्ने होइन अथवा नगर्ने। नम्बर 2, कति घुम्ने बिहे गर्नु पर्दैन? गुली चा हिलिउ इपा या मुला। गुली चा हिलिउ इपा या मुला अर्थात् गर्नु पर्दैन। नेक्स्ट, कति घुम्ने बिहे गर्न मन छैन? गुली चा हिलिउ इपा या मासे मवला। गुली चा हिलिउ इपा या मासे मवला अर्थात् गर्न मन छैन। अर्को घुर्की सेन्टेन्स, बिहे गर्न मन छ कि छैन? नेपाल भाषामा इपा याउ मन दुकी मरु इपा याउ मन दुकी मरु। दु अर्थात् छ, मरु अर्थात् छैन। यसमा कति वर्डहरू जस्तै इपा, यो वर्डहरू पहिले रिपिट भएकोमा मैले यसमा राखेको छैन। कति घुम्ने सबैले कुरा काटिसक्यो? गुली चा हिलिउ दकोस्या ल्युने ख ल्या टुङ्कल। गुली चा हिलिउ दकोस्या ल्युने ख ल्या टुङ्कल। दकोस्या अर्थात् सबैले, ल्युने ख ल्या टुङ्कल अर्थात् कुरा काटिसक्यो। ल्युने भन्नाले पछाडि हो, पछाडि कुरा गरिसक्यो भन्ने सिधा अर्थमा त्यो बुझिन्छ। तर अब यसको भन्न खोजेको चाहिँ ल्युने खलाया ढुङ्कल भन्नाले कुरा काटिसक्यो भन्ने बुझिन्छ। यसलाई एक्ज्याक्टली यसको भाव छोडेर यसको वर्डमा मात्र कन्भर्ट गर्ने हो भने ल्युने भनेको पछाडि, खलाया ढुङ्कल भनेको कुरा गरिसक्यो, पछाडि कुरा गरिसक्यो भन्ने हुन्छ। अब नेक्स्ट घुर्की, बिहे गर्नु पर्दैन, जहिले भेट्न आऊ। इपा या मुआ न्याप्ले नाप्लावा। इपा या मुआ न्याप्ले नाप्लावा। या मुआ अर्थात् गर्नु पर्दैन, न्याप्ले अर्थात् जहिले, नाप्लावा अर्थात् भेट्न आऊ। कसैलाई अब भेट्न आऊ भन्नु पर्यो भने नाप्लावा भनेर हामीले भन्छौँ। अनि भेट्न आउने होइन भनेर भन्नको लागि चाहिँ नाप्लावे मखुला। अनि त्यस्तै भेट भन्नको लागि चाहिँ नाप्ला। मेरो अर्कोसँग बिहे हुन लाग्यो। यो सेन्टेन्स चाहिँ नि अब जोक नबुझ्ने मान्छेलाई नभन्नु होला, फेरि जोक गरेर पठाउनु होला र उसले सिरियसली लिएर स्याड भइराख्ला। ज्यू मेम नाप इपा जुइन। ज्यू मेम नाप इपा जुइन। ज्यू अर्थात् मेरो, मेम अर्थात् अर्को मान्छे, नाप अर्थात् सँग, इपा जुइन अर्थात् बिहे हुन लाग्यो। मेरो घरमा बिहेको कुरा चलिराखेको छ अथवा चलिरहेको छ।
नर्मली हामीले चलिरहेको हुन्छौं जु छे 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 मात्र होइन यो छे हो छे मात्र भयो भने घर हुन्छ अब छे भन्दाखेरि घरमा इ पा या ख जुया चोंगु दु ज्यू छे इ पा या ख जुया चोंगु दु ख अर्थात कुरा जुया चोंगु अर्थात चलिरहेको भन्नको लागि चाहिँ सना चोंगु भन्छ तर ठ्याक्क एक्ज्याक्ट चाहिँ नि अलिकति फरक हुन्छ जुया चोंगु भन्नाले अब भइराखेको भन्ने बुझिन्छ र कुरा चलिरहेको भन्नाले खजुया चोंगु भन्छ र धेरै कन्फ्युज नहुनु होला एक्ज्याक्ट ट्रान्सलेसन भन्दा पनि कुरा चलिराखेकोलाई चाहिँ नेपाल भाषामा खजुया चोंगु भन्छ दु अर्थात छ नेक्स्ट मलाई हेर्न केटाहरु आउन लाग्यो अथवा मलाई हेर्न केटा आउन लाग्यो यसमा हरु हटाइदिउँ हरु भन्नाले अब फ्यामिली पनि हो तर नेपाल भाषामा यसलाई जिता श्वेत मिज वै न जिता श्वेत मिज वै न जिता अर्थात मलाई श्वेत अर्थात हेर्नलाई मिज अर्थात केटा वैन अर्थात आउन लाग्यो अझ कसैले त यसरी पनि भन्छ होला मलाई हेर्न अमेरिकामा बस्ने केटा आउन लाग्यो त्यस्तो भन्ने अमेरिकामा बस्ने भन्नको लागि अमेरिका चोम जिता श्वेत अमेरिका चोम मिज वै न तिमी अर्कैसँग बिहे गर छ मेम नाप हिपा या छ मेम नाप हिपा या छ अर्थात तिमी मेम अर्थात अर्कै नाप अर्थात सँग या अर्थात घर त्यस्तै अब सँगै हुन त यो सेन्टेन्समा छैन तै पनि सँगै भन्नु पर्दाखेरि चाहिँ नाप भन्छ सँगलाई चाहिँ नाप सँगैलाई चाहिँ नाप म तिमीसँग बिहे गर्दिन जी छ नाप हिपा या मखु जी छ नाप हिपा या मखु जी अर्थात म छ अर्थात तिमी नाप अर्थात सँग या मखु अर्थात गर्दिन गर्छु भन्नको लागि या हो गर्दिन या मखु नेक्स्ट सेन्टेन्स बिहे नगर्ने भए भेट्न आउनु पर्दैन इपा या मखुसा नाप्ला वे मुआ इपा या मखुसा नाप्ला वे मुआ या मखुसा अर्थात नगर्ने भए नाप्ला वे भेट्न आउनु मुआ पर्दैन भेट्न आउँछु भन्नको लागि पनि नाप्ला वे भनेर भन्न सकिन्छ जस्तै एउटा गीत पनि छ छन्तजी नाप्लावे खन्ता गरे कुए भन्ने गीत छ नाप्लावे अर्थात भेट्न आउँछु र यो सेन्टेन्समा चाहिँ नि भेट्न आउनु भन्दाखेरि चाहिँ यो वर्ड युज गरेको छौं हामीले नेक्स्ट बिहे पछि मात्र भेट्छु इपा लिपा जक नाप्ला इपा लिपा जक नाप्ला लिपा अर्थात पछि जक मात्र नाप्ला भेट्छु त्यही नक्कलीसँग बिहे गर्न जाऊ वो हे नक्कली नाप हिपा या हूं
वहे नक्कली नाप इहिपा या हुँ। वहे अर्थात् त्यही, नाप अर्थात् सँग, या हुँ अर्थात् गर्न जाऊ। र अर्को कुर्की छ यहाँ। तिमीले मलाई भाडा माझ्न बिहे गर्न लागेको हो। छ जित भाडा सिले त इपा या टेनौ खला। छ जित भाडा सिले त इपा या टेनौ खला। छ अर्थात् तिमीले, जित अर्थात् मलाई, भाडा सिले त भाडा माझ्न, या टेनौ गर्न लागेको, खला हो। अर्को सेन्टेन्स। चाँडै बिहे गर, हैन भने म अर्कैसँग बिहे गर्छु। याक्न इहिपा या मखुसा जी मेम नाप इहिपा या। याक्न इहिपा या मखुसा जी मेम नाप इहिपा या। याक्न अर्थात् चाँडै, या अर्थात् गर, मखुसा अर्थात् हैन भने, मेम अर्थात् अर्को अथवा अर्कै, या अर्थात् गर्छु। र यो सेन्टेन्समा अर्को एउटा पनि थप्न सकिन्छ। चाँडै बिहे गर, हैन भने म अर्कैसँग बिहे गर्न लागे। त्यस्तै नेवार भाषामा गर्न लागे भन्नलाई नेपाल भाषामा या टेल। याक्न इहिपा या मखुसा जी मेम नाप इहिपा या टेल। खल्तीमा पैसा छैन, बिहे गर्ने रे। मिचा टेबा मरु इहिपा याउ मिचा टेबा मरु इहिपा याउ। मिचा अर्थात् खल्तीमा, टेबा अर्थात् पैसा, मरु अर्थात् छैन, यो ठाउँको नाम पनि छ मरु भन्ने, अनि याउ अर्थात् गर्ने रे। मेरो घरमा कुरा गर्न आऊ। जिगु अर्थात् जिउ, छे ला वा। जिगु छे अर्थात् जिउ छे ला वा। जिगु अर्थात् मेरो, छे घर हुन्छ, छे घरमा, ला वा कुरा गर्न आऊ। अर्थात् कुरा। नेक्स्ट, तिम्रो आमा बुवा लिएर आऊ, अर्थात् कुरा गर्नको लागि तिम्रो आमा बुवा लिएर आऊ भन्ने यो आशय हो यो सेन्टेन्सको। छङ्गु मा अबु जोना वा। छङ्गु मा अबु जोना वा। छङ्गु अर्थात् तिम्रो, मा अबु अर्थात् आमा बुवा, मा भनेको आमा भयो, अबु भनेको चाहिँ बुवा भयो, जोना भनेको लिएर, वा अर्थात् आऊ। वा चाहिँ दाँतलाई पनि वा भन्छ, अनि पानी परेलाई वा वाला भन्छ। वाको चाहिँ मल्टिपल मिनिङ छ, अरू पनि मिनिङ छ। नेक्स्ट सेन्टेन्स। बिहे नगर्ने भए किन पछि आको। इपा याउ मखुसा छ्या लिउ वयु। इपा याउ मखुसा छ्या लिउ वयु। याउ मखुसा अर्थात् नगर्ने भए, छ्या अर्थात् किन,
लिउ लिउ अर्थात् पछि पछि, वयु अर्थात् आको अर्थात् आएको। आजको भिडियो कस्तो लाग्यो भन्नुहोला। हजुरहरूले घुर्की दिन खोज्नु भएको सेन्टेन्सहरु कुनै मैले छुटाएको छ भने कमेन्ट गर्नुहोला, म रिप्लाई गरिदिन्छु। थ्यांक यू फर वाचिङ।